हेलो एभ्रिवान चाहिँ हाम्रो घरको पोखरी हो। पोखरीमा चाहिँ हामीले माछा पालेको थियौँ पहिलेदेखि नै। फेरि नयाँ माछा हालेको माछाको भुरा हालेको छौँ हामीले। तर माछा पनि मरेर सकिन आँट्यो। ल्याएको दिनदेखि दिनमा 10-12वटा मरिरहेको छ। अहिले नै बिहान पनि हामीले टिप्यौँ र अहिले नै टिप्न पोखरीमा आएको छौँ। र हाम्रो चाहिँ माछा मरेर सकिने भयो। उहाँको र यहाँको मौसम नमिलेर हो कि के भएर हो माछा चाहिँ मरिरहेछ। तर यहाँ पनि त्यस्तो चिसो पनि छैन, त्यस्तो गर्मी पनि छैन। हामीले पानी लगाइरहेछौँ र पनि माछा मर्न छोडेको छैन। माछा के भएर मर्यो भनेर हामी चाहिँ हेरिरहेछौँ पल्टाइ। हाम्रोमा ठुला माछा पनि छन्। माछा चाहिँ यहाँ छन्, ठुला माछा पनि त्यो बच्चा खाएर हामीले चाहिँ यहाँ निकालेर राखेको तर देखिँदैन रहेछ। यहाँ पनि छन्, यी चाहिँ ठुला हुन्। योभन्दा अगाडिका ड्रममा एकको लागि हामीले ड्रममा राख्छौँ। लिची नि पाकेन फलेन।